हेलो सबैजनालाई नमस्कार। आज चाहिँ म मेरो दादाको बिहेको फुल भिडियोहरू देखाउन गइरहेको छु। फुल भिडियोहरूमध्ये सुरुवात गरौँ। अब चाहिँ लाग्यो बिहेको दिन सुरु। दाईहरू चाहिँ जग्यो, दाई भाउजू चाहिँ जग्योमा बसिराख्नु भएको थियो। अनि जग्योमा पूजा गरिँदै अनि भाउले यस्तो गराउने उस्तो गराउने भनिराख्नु भएको थियो। अनि दाई भाउजू पनि त्यस्तै गरिराख्नु भएको छ। अगाडिको बिहेहरू सकिसकेपछि अहिले चाहिँ अब कपडा चेन्ज गरेर माला लगाउने काम सुरु भइसकेको थियो। त्यो माला लगाउनको लागि चाहिँ भाउजूलाई दाईलाई घुमेर लगाउनुपर्छ भनेर बाहुन सिकाइराख्नु भएको थियो। अनि भाउजूले चाहिँ दाईलाई माला लगाइदिइहाल्नु भयो। माला लगाएर अनि बलमाला लगाउँदै हुनुहुन्छ। अनि त्यसपछि अब चाहिँ दाईको पालो। दाईले पनि अब दुबीको माला लगाइदिनु भएको छ। दुबीको माला लगाइसकेपछि पोते सबै लगाउनु पर्छ नि त दाईले भाउजूलाई। अनि त्यही भएर थोरै लगाइदिनु भएको छ। अनि भाउजूको भाइ कान्छो भाइले चाहिँ अब सङ्कल्प गरिराख्नु भएको थियो। अनि सङ्कल्प गर्दाखेरि अनि जसले सङ्कल्प गर्छ त्यसले चाहिँ अब पछिसम्म दाई भाउजूहरूको गोडा धोएर गर्ने भन्ने हुन्छ नि त गाउँतिरको चलन। गोडा धोएर अनि गोडाको पानी खाने गर्ने भन्ने हुन्छ। खासमा चाहिँ यो त गर्न त नहुने हो, तर पनि माइती पक्षले अब छोरी चेली दिइसकेपछि छोरी ज्वाइँको गोडाको हुन्छ। अनि अब लाग्यो दादा दाई भाउजूको सिन्दुर हाल्ने समय। दाइले चुप्पा लगाएर अड्किदिएको। अनि खासै टाढाबाट चाहिँ देखाएको थिएन। भित्र हामी 4जना मात्रै थियौँ नि त। गाउँतिर अब सिन्दुर राख्दाखेरि देखिनु हुँदैन अरूले भन्ने हुन्छ। त्यसैले अनि अब टिकाको कार्यक्रम सकिसकेपछि अहिले कतै बिहेको कार्यक्रमहरू पनि सकिसकेको छ भनौँ न। अब टिका लगाउने सुरु भाउजूको टिका लगाउँदाखेरि लिएको फोटो। सँगसँगै आजको दिन पनि सकिन्छ। लास्टमा मेरो भाउजूसँग फोटो राख्दै